धन्यवाद हाम्रो मिटिङ कन्ट्रोलर भाइ खेमेन्द्र गुरुङलाई, साथै हजुर सम्पूर्ण जो कोही विगत धेरै वर्षदेखि यो चिजवस्तु खाएर यसमा केही फाइदा, स्वास्थ्यको फाइदा, जीवनको परिवर्तन फाइदाहरू पाएर कोही डिएक्सन के हो, यसबाट के फाइदा छ भनेर बुझ्न पहिलोचोटि आउनेहरू, साथै नेपालदेखि तपाईँ हामीलाई आफ्नो अमूल्य समय दिएर विगत 14-15 वर्षदेखि आफ्नो अनुभवसहित यसमा सम्भाव्यता के छ भनेर केही सिकाउन आउनु भएको छ। आदरणीय म दाजु नै भन्छु, सम्मानीय गुरु सूर्यबहादुर राणा मगर, त्यस्तै सूर्यकुमार राणा मगर, त्यस्तै हाम्रो एभरेस्ट ग्रुपकै टप लिडर आदरणीय गुरु पुकार छन्ताल लगायत यहाँ भएको लिडर सरहरू, तपाईँहरू सम्पूर्णलाई म देवलाल गिरीको नमस्कार। तपाईँहरूलाई ठिकठाक ताली हाल्नु। यो तालीतिर ठिकै छ, धेरै समय खर्च नगर्नुहोस्। हुन त के छ भने तपाईँको जीवनमा जसले जे जसरी भने पनि, सुन्नुहोस् है, यो पानी किन पखिएन हो, मान्नुहुन्छ नि यो कुरा? पख्नु पर्ने हो नि त, घोप्टो भन्न पखिएन, बिर्को छ। तर तपाईँ कति टाढादेखि पाल्नु भएको छ यहाँ, त्यो बिर्को खोल्नुहोस्। सबभन्दा पहिला तपाईँ यहाँबाट दुईवटा केही चिज तपाईँको जिन्दगीमा मलाई यो कुराले परिवर्तन गर्छ है, अथवा यो चिज वस्तु ठिक हो भन्ने मनमा लिएर जान चाहनुहुन्छ भने सबभन्दा पहिला दिमाग तपाईँको नाइट ड्युटी छ। ठिक छ, ड्युटी त गएपछि गर्ने हो नि, अनि यहाँ बसेको बेला चाहिँ त्यो ड्युटी नसम्झनुहोस् हो। तपाईँको घरमा केही समस्या होला, पारिवारिक समस्या होला, कसैले फोन गरेको होला, कोही साथी भनेको साथी आएन होला, त्यो सबै तपाईँले बिर्को खोलेर छर्लङ्ग खाली राख्नुभयो भने मात्र जाने हो। यहाँ सरहरूले धेरै कुरा दिइरहनु भएको हुन्छ, हामीहरू केही सेयर गरेका हुन्छौँ, तर हामी दिमाग अरूतिर लैजान्छौँ, त्यो कुनै अर्थ राख्दैन त्यसले। त्यही भएर हजुरलाई मेरो पहिलो विनम्र खाली गराउनुहोस्, किनभने यो संसारमा आजसम्म जति पनि व्यक्तिहरू परिवर्तन भए सबैको सुरुवात त सामान्य नै जिरो नै हो नि त। त्यसलाई इतिहासमा नजाउँ, म धेरै कहानीमा जाँदिनँ। तपाईँलाई विगतका धेरै त्यस्ता कुराहरू छन्, हजुरहरूले हामीले धेरै कुराहरू बुझ्नु भएको होला, डिएक्सनको बारेमा केही कुराहरू कम थाहा होला, तर बाहिर दुनियाँमा हामीलाई विज्ञ हुनुहुन्छ होला, कोही राम्रो पारिवारिक ब्याकग्राउन्डको, राम्रो शैक्षिक योग्यता भएको व्यक्तिहरू हुनुहुन्छ होला। तर जता जे जस्तो भए पनि तपाईँ हाम्रो लक्ष्य भनेको हामी स्वास्थ्य रहौँ, हामी खुसी रहौँ, हामीसँग केही 2-4 पैसा होस् जसले हाम्रो जीविकोपार्जन सहज होस्, त्यही हो हाम्रो चाहना, होइन र हो? तर चाहना छ भन्दैमा केही खर्चले 1 करोड चाहियो भन्दैमा कसैले हात नदिने हो र? होइन, कसैले दिनेवाला छैन। हामी देखिरहेका छौँ धेरै यस्ता व्यक्तिहरू, तपाईँ हाम्रै माझमा हुनुहुन्छ, हामी देखिरहेका हुन्छौँ, हाम्रो समाजमा हुनुहुन्छ, आशा मात्र गरेर बस्छौँ। यति राम्रो हातखुट्टा छ, यस्तो शरीर छ, हामी त हाम्रो हरेक मेहनत गरेर प्रयोग गरेर, हाम्रो दिमाग प्रयोग गरेर हामी पैसा कमाउन सक्छौँ, हामी स्वास्थ्य बन्न सक्छौँ, अहिले भएका प्रविधिहरू प्रयोग गर्न सक्छौँ। त्यो तपाईँ हामी आफूले गर्ने कुरा हो। म यो किन तपाईँहरूलाई भनिरहेको छु भने म तपाईँलाई थोरै 13-14 वर्ष पहिलाको एउटा सानो कुरा भन्न चाहन्छु। मेरो आफ्नो व्यक्तिगत जिन्दगी, म त्यो धेरै कहानीमा गइनँ। अहिले राम्रै देश युरोपतिर जाने भनेर राम्रै पैसा खर्च गरेर युरोप जाने पैसामा मलेसिया आएको व्यक्ति हो म। त्यो म कहानीमा पसिनँ, त्यता नजानुहोस्। तर 2009 को सुरुमै जब मलेसिया आएँ, नेपालमा मेडिकल हुन्छ, सबैलाई हजुरलाई थाहा छ मेडिकल हुने हो सबैको। मेडिकल पास भएपछि यहाँ आएर मेडिकल हुन्छ, यहाँ पास भएपछि बल्ल तपाईँको भिसा लाग्ने हो, अनि तपाईँले काम गर्ने हो। तर यहाँ आएर मेडिकल पास भएको दोस्रो महिनामा नै मलाई स्वास्थ्यमा एकदम गम्भीर समस्या आयो। थाहा थिएन मलाई के भयो भन्ने, तर नाइट ड्युटी थियो, टोयलेटमा गएको, पिसाब फेर्न गएको, म बेहोस नै भएछु। पछि कति समयपछि होस आयो, त्यसपछि साथीले अस्पताल लानुभयो, चेक गर्दाखेरि देब्रे मृगौला, लेफ्ट किडनी ड्यामेज भएको थियो। 8.3 त किडनी 9 थियो मेरो। बुझ्नुभयो, डक्टरले सबै त्यो रिपोर्टहरू। अनि मलाई 35,000 रिङ्गिट मलेसियाको 2008-9 तपाईँको 1 रिङ्गिटको 18 रुपियाँ हुन्थ्यो भनेपछि 35,000 केही नभए 6.5-7 लाख त भयो। लाखौँ डुबाएर मलेसिया आएको मान्छे 21 आएको 1-2 महिनामै 6.5-7 लाख खर्च गरेर उपचार गर्ने उपाय नभएको कारणले म आफैमा शिथिल भएर डक्टरले तपाईँ डायलाइसिस गर्नै पर्छ, डायलाइसिस सुरु गर्नलाई हामी कन्ट्याक्ट कम्पनीमा परेको, म कम्पनीहरू चाहिँ नगर्ने, डायलाइसिस गर्नलाई 35,000 रिङ्गिट डिपोजिट राख भनेर त्यो 35,000 जम्मा गर्न नसकेर बसेको मान्छे म। एकजना हाम्रै गाउँको भाइ मेरो अपलाइन पनि हुनुहुन्छ, टेकबहादुर थापा, अहिले आउँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ। उहाँलाई अल्सर प्रमाणित भएर नेपालमा बागलुङ जिल्ला अस्पतालमा अल्सर प्रमाणित भएर पनि यहाँ आएर पोलो खाएर ठिक भएको उहाँलाई।
अनि उहाँले पोलोको बारेमा सुनाउनु भयो, एउटा किताब पठाइदिनु भएछ, त्यो किताब पढेको केही विश्वास। अहिले जस्तो यस्तो सेमिनारहरू तपाईँलाई हरेक क्षणमा सहयोग गर्ने साथीहरू त कहाँ पाउँथ्यो त्यति बेला? कतै केही पनि थिएन। एउटा किताब भेटाएको थिएँ, मेजर ध्रुवबहादुर गोलेले लेख्नु भएको चमत्कारिक जडीबुटीको राजा रातो च्याउ भन्ने। त्यो किताब अब नाइट ड्युटी जान नसक्ने कोठामा सुतिरहेको थिएँ, भाइको सिरानीमा किताब रहेछ, ठुलै किताब थियो, त्यो मैले पढेर सिद्धाएँ। त्यसपछि मलाई एउटा मात्रै विश्वास के भयो भने मैले यो चिज वस्तु खाएँ भने डक्टरले त मलाई 35,000 मागिरहेको छ। अब यो च्याउ त फेरि म बाग्लुङको गाउँमा बस्ने मान्छे, बर्खाको समय त चोरमा च्याउ हुन्छ होइन भने त हामी त्यो च्याउ भनेको त च्याउ न बुझ्ने हो। अहिले जति भित्री कुराहरू पछि अध्ययन गरेर प्रयोग गरेर थाहा भयो कहाँ च्याउले ठिक हुन्छ। च्याउले मृगुना ठिक हुने भए, च्याउले रोग ठिक हुने भए, यो अस्पतालहरू के को लागि? त्यही नै आउँथ्यो दिमागमा। तर पैसा नभएको कारणले यो चिज वस्तु खाएको मैले डेक्सनको प्रोडक्टहरू। पैसा सायद मसँग 35,000 युनिट भएको भए डायलाइसिस सुरु भइरहन्थ्यो होला। हजुरलाई थाहा छ, एकचोटि डायलाइसिस सुरु गरेपछि फेरि तपाईँको त्यो डायलाइसिस भनेको नै तपाईँको मृगौलाले तपाईँको शरीरमा विगतका चिज वस्तु जस्तो पिसाब भनौँ, पानीहरू जो पिसाबबाट किडनीबाट फिल्टर भएर बाहिर निक्लिन नसकेपछि मृगौलालाई असर गर्ने हो नि त। डायलाइसिस भनेको तपाईँले देख्नु भएको छ, दुईवटा तारहरू गरेर तपाईँको मान्छे धेरैले गर्नुभयो होला। एउटा पाइपबाट मिसिनमा रगत तान्छ अनि फिल्टर गरेर पानी फाल्छ, फेरि अर्को पाइपबाट तपाईँको रगत शरीरमा प्रोसेस भएर आउने हो नि त। टोटल्ली फिल्टर गरिदिने भने कल्पना गरेर 3, 4, 5 लिटर पानीहरू प्रत्येक हप्तामा थालेको देख्छौँ हामी। त्यो खर्च गर्ने पैसा नभएर खाएको मैले देख्छौँ प्रोडक्ट। मलाई विश्वास भएर होइन, म स्पष्ट शब्दमा भन्छु हजुरलाई, 14 वर्ष 14.5 वर्ष पहिलाको कुरा। मलाई यो चिज वस्तु राम्रो हुन्छ भने त्यो किताब पढ्दाखेरि दुखाइ कम हुन्छ भनेर मैले यहाँ कपडा बाँध्थेँ। अहिले आउँदै हुनुहुन्छ कसैलाई विश्वास नलाग्नेले रुद्रबहादुर थापा मगर भन्ने म सँगै 2 वर्ष काम गरेको भाइ, हजुरले भेट्न सक्नुहुन्छ। अहिले केही समयमा आउँदै हुनुहुन्छ, उहाँलाई सोध्नु होला। मलाई विश्वास थिएन यो चिज वस्तुले ठिक हुन्छ भने मैले रेगुलर खाँदै गएँ। 4 महिनासम्म लगातार खाएँ, दुख्न त कम त हुँदैन। मनले मान्दैन, हुँदैन क्या यत्रो खर्च गरिरहेको छु, हुँदैन क्या भन्छु। खाउ ठिक हुन्छ भने त मान्छे नै छैन, त्यो किताब पल्टाउने हो। बुझ्नुभयो? मिटिङमा जाउँला भने कुनै छैन, यो खाउ राम्रो चिज भन्ने मान्छे नै छैन, त्यही किताबको भरमा। त्यहाँ लेखेको हुन्थ्यो, हजुरले न धेरै कुरा बुझ्नुहुन्छ, त्यो डिटेलमा जाने कुरा पनि भएन, हजुरले त्यो सम्भव छैन। हजुरले अध्ययन गर्नु होला, हजुरलाई जस्तो यहाँसम्म ल्याउनुभयो उहाँहरूलाई यसको बारेमा सोध्नु होला, भित्री कुराहरू बुझ्नु होला। जब त्यहाँ लेखेको थियो नि त, जब तपाईँले चिज वस्तु खानुहुन्छ, खाना सुरु गरेको दिनदेखि 1 वर्षसम्म लाग्न सक्छ है, 6 हप्तामा पनि ठिक हुन सक्छ, 6 महिना पनि लाग्न सक्छ भने जब त्यो भेटाउँथेँ नि मैले, तब मात्रै मलाई के लाग्थ्यो भने बिस्तारै मलाई पक्कै पनि काम गर्छ। पढ्दै खाँदै गरेँ, लगातार 1 वर्षसम्म खाएँ, मजाले ठिक भयो। मान्छे हुन त म पहिलेदेखि यस्तै दुब्लो हो, तर 47 किलो भएको थिएँ त्यति बेला, उभिन सक्थेँ, अरू केही पनि थिएन। अहिले 60 किलोको हाराहारी छु होइन। त्यति बेलाको थियो अहिले 40 छ, ताली पनि नजानुहोस्। त्यति बेला मलाई कस्तो लाग्थ्यो भने तपाईँलाई हुन सबै पैसा कमाउन आएका छौँ, हाम्रो सपना पैसा नै हो, तर पैसा मैले किन यो भनिरहेको छु भने त्यो पैसा भन्दा